धन्यवाद। आज हामीले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा हामीले जनता मतदाताहरू भेटघाट गर्ने कार्यक्रम आज हामीले धुलीखेल नगरपालिकाको वडा नम्बर 5बाट सुरु गरेर 5, 4, 6 र 7 हुँदै वडा नम्बर 3 को एउटा भागसम्म हामीले आज सम्पन्न गरेका छौँ भेटघाट गर्ने कार्यक्रम। खास गरी हामीले घर गाउँ बस्तीहरू भन्दा पनि खास बाटोहरूमा पुगेर उम्मेदवार चाहिँ मत माग्नको निम्ति आएको छ भनेर सन्देश दिन चाहिँ सफल भयौँ। तर बाटोघाटोमा हामीले जति साथी मतदाताहरूलाई भेट्यौँ ती भेट्यौँ। त्यसभन्दा बाहेक धेरै मतदाताहरूसँग सबैको घर घरमा गएर सबैसँग परिचय गरेर मत माग्ने मेरो इच्छा हुँदाहुँदै समयको कारण मैले सबैसँग आज चाहिँ धुलीखेलका आज जुन ठाउँमा म पुगेँ त्यो ठाउँका मतदाताहरू सबैसँग मैले भेट्न सकिनँ र यही भेट्न नसकेको हुँदा यो म चाहिँ सबै मतदाताहरूलाई के अपिल गर्न चाहन्छु भने मलाई एकदमै तपाईँको घरसम्म आएर तपाईँहरूसँग भेट्ने इच्छा हुँदाहुँदै मैले समय दिन सकिनँ र मेरो समय अभावका कारणले मैले चाहिँ सबैसँग भेट्न सकिनँ। म त्यसको निम्ति तपाईँहरूसँग यो मिडिया मार्फत म के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू सबैले तारा चिन्हमा मतदान गरेर मलाई विजय गराइदिनु होला। धुलीखेलको खानेपानीको कुरा, फोहोर व्यवस्थापनको कुरा, पर्यटनलाई व्यवस्थित गर्ने कुरा, सडकलाई व्यवस्थित गर्ने कुरा विशेष गरी मतदाताहरूको त्यो छ र म निर्वाचित भइसकेपछि तपाईँहरूको प्रत्येक घर बस्तीमा फेरि आउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र मैले प्रत्यक्ष रूपमा भेट्न पाएन भनेर अन्यथा नमानिदिनु होला। म अन्तिमसम्म निर्वाचनको दिनसम्म भेट्ने कोसिस गर्नेछु। यदि भेट्न मैले त्यो सम्भावना भएन भने तपाईँले यसैलाई आधार मानेर मैले चाहिँ भेटे बराबरको महसुस गरेर मलाई तारा चिन्हमा भोट हालेर निर्वाचित गराइदिन हुनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँका नागरिकहरूले चाहिँ रोजगारीका अवसरहरू सिर्जना गर्ने सुशासनको विषयहरू पनि उठाउनु भएको छ र समग्रमा यहाँका मतदाताहरूले अत्यन्त राम्रो ढङ्गले मसँग जुन मागहरू राख्नु भएको छ माग राख्नु भएको छ र त्यो अत्यन्त राम्रो र सकारात्मक कुराहरू जनताले गर्नुभएको छ। ती मागहरू हामीले चाहिँ अब राम्रो कानुन बनाएर सम्बोधन गर्न सक्छौँ र 3 तहका सरकारहरूको कार्यविभाजनलाई व्यवस्थित गरेर गर्न सक्छौँ र ती मागहरू हामी पुरा गर्न सक्ने मागहरू नै जनताले चाहिँ आज चाहिँ राख्नु भएको छ।